आमा, म अर्को साल पक्का आउँछु। त्यहाँ गएर धेरै पैसा कमाउँछु अनि हजुरलाई सहरको ठुलो घरमा राख्छु। मलाई पैसा होइन बाबु, तँ चाँडै फर्केर आइपुग्छ। मलाई यो रित्तो घरमा डर लाग्छ। आमा, यसपालि पनि आउन मिलेन, काम धेरै छ। मैले 2 लाख पठाइदिएको छु। राम्रो खानु, जे मन लाग्छ त्यही किन्नु। पैसा त पठाइस् बाबु, तर यहाँ तिमीले पठाएको पैसा खान मिल्दैन, बोल्न पनि मिल्दैन। यो बिरानो पैसाले मलाई आमा भनेर बोलाउँदैन, न त बिरामी हुँदा 1 घुटको पानी नै पिलाउँछ। मलाई तेरो पैसाले बनेको महल होइन बाबु। म मर्नु अघि मेरो रित्तो आँगनमा तेरो एउटै पाइला हेर्न मन छ। अर्को साल त आउँला नि। मेरो सासले कतिन्जेल कुर्न सक्छ र? आमा, थोरै समय अझै कुर्नुस् न। म हजुरका सबै सपना पूरा गर्न दिनरात खटिरहेको छु। अर्को साल पक्का आउँछु। दीपक, अब पैसा पठाउनु पर्दैन। आमाले तिमीलाई कुरेर बस्दा बस्दै आज बिहानै प्राण त्याग्नु भयो। उहाँको हातमा तिम्रो सानो बेलाको फोटो मात्र थियो। मैले त सहरमा घर बनाउन खोजे आमा, तर मेरो असली घर त हजुरको काखमा थियो। मलाई यो पैसा चाहिएन आमा, मलाई मात्र हजुर चाहिएको। मलाई छोडेर नजानुस् न आमा।